त्यो जाऊ यता उता ह्याप्पीको छेउमा यता आयो नि यहाँ खाली छ यार म आइरहेछ र सर जिन्दगी चाहिँ यो खोलामै बिताउँदाखेरि मलाई ठिक लाग्छ यार Okay, let's go. के हुँदो रहेछ नि त तिम्रो 5 करोडको घर छोडेर यहाँ आएर बस्ने अनि यहाँ बिताउने भन्ने तपाईँ त होइन त्यो पनि है साथीहरू तर मैले लाइफमा चाहिँ एउटा लास्टमा चाहिँ के गरेँ के सिकेँ भने नि मैले यत्रो प्यालेस बनाएँ होइन आफ्नो लागि मैले त्यत्रो दरबार सरबारमा बसेँ होइन मेरो 100,000 दिन नोकरहरू पनि राखेँ हेर्दै तर मैले लाइफमा के सिकेँ भने यो धन सम्पत्ति के होइन रहेछ क्या हो 4-5 लाख अब मलाई के होइन जस्तो लाग्नु थाल्यो होइन मेरो लागि त त्यो देऊ न। धनसम्पत्ति भनेको बाबुरावले भन्दैन नआउँदाखेरि त्यो मैले भनेर त्यही हो क्या त्यही भएर आज खोलामा कति फालेर आयो होला सोच मैले अब कुरा के भन्नु त्यहाँ पर तर्नु मन थियो मलाई स्पिड बोट लिएर आएको त हो नि मैले मेरो के गल्ती यहाँबाट त्यहाँ जाँदैन अनि तिम्रो त्यो ऊ पनि लिएर आएको डोराउँदै तिमीले त्यो सिप तिम्रो डोराउँदै लिएर आएको के गर्नु यहाँ सानो खोलै सानो छ मेरो के गल्ती बुझ्यो नेपालमा समुद्र नभएर हो क्या मैले कहाँ समुद्र नि ल्याइदिन्थेँ क्या भाई साहब कुछ ज्यादा नहीं हो गया ये? मतलब कुछ भी भाइ तिमी के सोचेको छौ हामीलाई भाइ पाहाडी समिताले पर्ने भयो अब समिताले ऊ त्यो पुल माथि गएर हल्का पिहाल्यो नि समुद्र भइहाल्यो नि अनि मैले होइन समुद्र ल्याउनलाई के मात्र गरिनँ होला क्या गाइजहरू के चाहिँ गरियो कि सुन्नु चाहिँ पर्यो कि के चाहिँ गर्नुभयो क्या के चाहिँ गरिनँ भन्ने कुरा हो क्या तपाईँलाई अनि के हाम्रो सरकारले उयो दिएन रे हो नि त अप्रुभल दिएन मेरै मूर्तिमा हो नि के हो सरी यार मिस्टेक भयो त्यो कुरा चाहिँ मैले अलिकति गलत बोलेँ सरकार भनेको समुदाय हो नि हो त नि सरकार समीर अब हिलो ठ्याक्कै नि ससोबाट उठेर पनि सेम भएको होला यस्तो भयो क्या खासमा के भएको भने ठाउँ नपुग्यो क्या अब खासमा मैले समुद्र ल्याएको भए इन्डिया पुरै डुबार्नु पर्थ्यो अब मेरो फेरि बिजनेस प्रायः सबै इन्डियामा छ नि त अनि अब आफ्नो बिजनेस उ गर्न मिलेन समुद्र मुनि पनि हिँडेर पानी अब कसले बेच्छ हौ सामान तर तपाईँलाई एउटा कुरा सोध्नु मन थियो मलाई अस्ति अम्बानीले बिहेमा तपाईँसँग लोन माग्यो भने होइन अनि एउटा टुक्रा चाहिँ ल्याउनु गफ हुँदै गर्छ ल भन्नु न अम्बानीले के भयो यो कुरा नगराएर रिस उठ्छ मलाई किन के गर पैसा दिएछ छैन अहिलेसम्म पैसा नमाग्ने फिर्ता लिएन अनि सुन अनि अस्ति मैले पैसा लिएँ त उसँग मेरो सानो पेमेन्ट बाँकी थियो त तुमसे ना हो पाएगा त्यो डोनेसन नै होला साथी होइन कि मेरो यार 15 करोड पेमेन्ट बाँकी थियो नि त त्यो दियो डोनेसन हो क्या मेरो लागि त्यो 15 करोड त्यो पनि यार समिदाय होइन तिमीलाई कतिवटा जिरो भन्न आउँछ भन त यसो मेरो त अब मेरो मसँग घरमा जति पैसा छ नि तिमीले गन्दा गन्दा तिम्रो थुक सुकेर तिमी मरिसक्छौ त्यो पनि हो त्यो पनि हो नि अनि अस्ति गएको थियो नि घर खाँदै बिग्रिने अनि गएको थियो त पुरै घरभरि हेर्नु न म घर गएको होइन समिदायको रुम पुग्नै सकेन क्या स्टेप चढ्दा अनि पैसाको स्टेप हो त्यो नि फेरि त्यही भने लुजली बानेछ नि त मैले लिफ्टमा चढ्दाखेरि पनि नपुग्ने क्या उसको रुम त अब एकचोटि टेक्यो सर्लको झर्छ अर्कोचोटि टेक्यो सर्लको गाह्रो हुन्छ है त्यो चाहिँ गाह्रो छ फेरि म नि अस्ति जाँदा मलाई गाह्रो भयो हैरानै भयो त्यो अब माथि चढ्नलाई पैसा चोर्नुपर्छ त्यत्रो पैसा चोरेर कहाँ राख्ने त्यो पनि होइन म चाहिँ अस्ति घर चाहिँ गएको तर मैले यस्तो गएँ फर्स्टमा त अनि झ्याउला ल ठिकै छ हेलिकप्टर भन्नु माथिबाट झरेको नि त म त फेरि तर क्या होइन तर तिमीहरूलाई लागिरह्यो होला केटा यो दाउरा बलिरहेको जस्तो लाग्यो होला होइन यो होइन क्या एन्ड्रुको गड्डीहरू छ नि दाउरा केही पाएन क्या मैले होइन खोज्दाखेरि बारबिक्यू त गर्नु पर्यो अनि त्यो 50 करोड जति थियो होइन त्यही बाल्दै क्या आएर मुतेको त्यो पैसा छोडेर गएको थिएँ मैले 50 करोड जति ल्याएर ल्याएर बाल्यो है बाल्दै क्या मैले त्यो पैसा गनाइरहेको छ कि त्यही भएर मलाई अहिले पैसा गनाइरहेको छ तर यो केटाको यो त अलिक व्हाइट मनी हो कि ब्ल्याक मनी हो अलिक लकिहाल्छ यार सेकेन्ड धनी त मै हो नि तपाईँ फर्स्ट धनी भयो भने बुझ्नु न मिलाएर त्यस्तो नभन न धनी भन्ने कुरै हुँदैन त्यो धनी भन्ने कुरा तिमीहरूले शान्तिनो कुरा नगर न भने त्यो पनि हो धनी भने के हो के काट्ने तिमी किन काट्नु पर्छ देऊ म काट्छु यहाँ चक्कु कति गर्दा गोल्डेन टक्कु हो के सोचेको तिमीले यो सुनको पो त गोल्ड टक्कु सरी यार फेरि कस्तो गोल्ड टक्कु भनेको डायमन्ड टक्कु हो अस्ति भर्खर दाइलाई गिफ्ट दिएको थिएँ मैले फेरि त्यही चक्कु लिएर आउनु भएछ गजब बेइज्जती है बर्थडेमा दिएको गिफ्ट वाला ओ ए बर्थडे गिफ्ट के हो साथी ढाट्ने अनि ओ साथी त्यो
के भन्छ त्यो नाम पनि मैले कस्तो बिर्सिरहेको त्यो त्यस्तो याद हुन न म सानो कुराहरू के अरे गजनीलाई याद खासै याद सुन न इलन मस्कको त्यो फोन फेरि मेरो हस्पिटलमा आएर दिमाग चेन्ज गरेर काम लाग्यो चेन्ज त गरेको कि तर फेरि हेर्नु न अब काम दिएको छ नि त अनि हस्पिटल अलिक खराब परेछ होला नि त फेरि त्यो पनि कि डक्टरहरू के राम्रो टेबल हुन्छ क्या डक्टरलाई यो त मेरो लास्ट उसलाई मैले अब कसको हालिदिनु भन्न कसको? केटीको हालिदिन्छु क्या दिमाग केटीको नि आवाज केटीको दिमाग मेमोरी कार्ड हो र नि त केही बिर्सिँदैन र क्या केटीको दिमाग त घुच्चुकबाट झिक्नुपर्छ नि फेरि यहाँबाट सजिलो हुन्छ नि त ए घुँडाबाट घुँडामा पनि हुन्छ साँच्ची त बिर्सेछु यार तर समीरको मलाई यही बानी मनपर्छ केही कुरा बिर्स्यो भने पनि हामीले बिर्स्यो भने याद गरिराख्ने क्या आफू हो दुई दुईवटा दिमाग भएर होला है होला म अलि एजुकेटेड मान्छे हो नि त तिमीहरू जस्तो क्या अब ब्याचलर बिटु, मात्र पढाएर त्यो साइबर ट्रक चाहिँ कहाँ छ अहिले त पार्क गरेर यहाँ तल झन् नझराएको क्या होइन किनभने अब यहाँबाट जाँदा त मलाई गाह्रो हुन्छ म हिँड्नु पुग्दैन नि यार त्यो तिमी लैजाऊ नि त साइबर ट्रक मेरो हामी मेरो टेस्लामा आउँला नि त हेलिकप्टर बस्दा त हेर्नु कस्तो गाह्रो भएछ यार जाने म त उमा जाने हो तिमीहरूको विषय मेरो त उड्ने कार छ साइबर ल्याउँ हेर्नु। म त जेट अलि उयो ल्यान्ड गरिदिइहाल्छु यहाँ ऊ त तिम्रो हो सबैको त्यही त छ लाइनै बसिरहेको मैले त्यहाँ एयरपोर्टै बनाएको छैन कसरी पार गर्नुभयो तपाईँले अनि त्यही भएर त तिमी गरिब हो नि मैले त्यहाँ बनाएर ल्यान्ड गरिसकेँ मैले त्यहाँ बनाउने अप्रुभलै देखेन मेरो जग्गामा अब दाइले बनाउनु भयो भन्नु तिम्रो जग्गा यसो गरेर भाइ भरे आयो पछि जाउँ न तिमी जन्मिँदाखेरि तिमी जन्मिँदा नि के भन्नु तिमी जन्मिनुभन्दा अगाडि युएस र अमेरिका है फेरि युएस र अमेरिका नेपालमा ल्याउँछु भनेर हिँडा मान्छे हो यहाँ अमेरिका पनि हो अमेरिका युएस र अमेरिका फेरि बुझ्यौ नि नेपाल ल्याउनु भन्ने हिँडा मान्छे हो बडो गम्भीर मान्छे हुनुहुन्छ गम्भीर मैले सकिन्न होस् भन्दिनँ म भन्नु न भन्नु हामी सुन्ने छौँ त तपाईँ गफ हानिरहनु न के छ र हान्दैन नि उसले गफ अरे फेरि यार। तिमी चाहिँ हाम्रो टिमबाट आउट हुन्छ जस्तो लागिरहेको गफ कसले दिन्छ यहाँ यहाँ नेट चल्दैन र पो भाइ चाक नदेखाउ नि तिमी के अरे मेरो मुखमा चाक देखाएर हुन्छ कहाँ चाक देखाउँछ सेवा गरिरहेको छ झन् अहिले यतैतिर फेरि सत्य सेवा होला गर्यो भन्दैमा नेपालको सबभन्दा धनी मान्छे कमला खोलामा मृत्यु भन्ने समाचार चाहिँ नआओस् नि फेरि जुत्ने हो भाइ देऊ यहाँ आन्ला नि तिमीले त्यस्तै भएर हो क्या यो मान्छे यस्तो भएको देऊ यता बर्ती बेला कहिले होइन यस्तो मन लाग्छ भन्ने ऊ त्यो चन्द्रमा देखिरहेको छौ नि घुम्न जाने हो भने भन न ए होइन अस्ति मेरो एउटा साथीले टुर्स एन्ड ट्राभल्स खोलेको छ क्या इलोन मस्क हो स्पेस एक्स भनेर मैले पढिरहेको थिएँ। तर त्यो एलन मस्क भन्दा नि एउटा अलिक खतरा आएको रहेछ नि एउटा नेपाली बिट्टु मस्क भन्ने थाहा छ कि थाहा छैन तिमीलाई मैले कसैलाई नभन्नु भने होइन मेरो बारेमा सबैलाई सुनाउँदै हिँड्नुपर्छ होइन यसो सेयर गरिहालेको थिएँ अब के गरौँ म अब कसरी पैसा बाँड्दै हिँड्नु म सबैलाई कस्तो टेन्सन भयो यस्तो टेन्सन हुँदा पनि बियो सुँदिन त के भएको झ्याउ लाग्दो यार राम्रो होइन त्यो नेपालीहरू अनि यो इन्डियनहरू प्रोडक्ट भरोसा गर्ने होइन साथी होइन यस्तो काम छैन यार यो ब्ल्याक वाटर त के भएको अहिले कस्तो खल्लो तिमीलाई कसले मेरो यो के हो ब्लू लेभल कसले छुवाउने तिमीलाई मेरो ब्ल्याक वाटर हामीले त उता मगायो नि डाइनोसरको मालमा म्यारिनेट गरेर चट्टोसँगले मैले कस्तो पानी खान्छ थाहा छ क्यामलको हम्प हुन्छ नि त्यसले स्टोर गरेर राखेको हुन्छ नि त्यो प्योरेस्ट हो त्यो खान्छु क्या मैले चाहिँ ऊ हेर यस्तो कलरको हुन्छ म त ब्ल्याक खाने भनेको म त ब्ल्याक खाने नि राख्दै कस्तो भयो क्या नेपालमा इम्पोर्ट गर्नु खोजेको अलिक गाह्रो भयो अलिकति कलर हालेर मिरिनाको बोतल जस्तो बनाएर केटाहरू एकछिन न दाउरा बलेर म 50 करोड जति मगाइहाल्छु ल फेरि हेलो यहाँनिर यो खोलाको पुल छेउमा 50 करोड ल न त उड्दैछ हेलिकप्टरै चलाइदिउँ यार एक खरबे पठाउनु एक खरब एक अघि मैले त्यत्रो जेटको मासु झरे भाइ अघि मैले हुन त यस्तो खसेको त पैसा जति कमाए पैसा लास्टमा लाइफमा जति पैसा कमाए पनि तर मासुलाई चाहिँ छोड्नु हुँदैन है मासु त झरे नि टिपेर खाने मासु त माया हो यो एक्टिभिटी देखेर गाइजहरूले हामीलाई गरिब रहेछ यिनीहरू भनेर भन्ला तर होइन क्या मासु इज लभ त्यही मेरी इज लभ नपत्याए त्यो भाइरल भएको दाइलाई सोध्यो मासु इज कति लभ मेरो त ब्ल्याक वाटर ल्याउनु बिर्सेको यार टेन्सन भयो यो खैरीहरू खालि ब्ल्याक वाटर मात्र खान्छन् कि के हो भाइ अनि
खैहरू काम जाने क्या कालेदेखि क्या हान्दिहाल्छु त अब पानी पनि हान्दिने मान्छे नि हान्दिने के बोले भाइ के बोले स्कुल ब्रो तिमीलाई एउटा कुरा भन्नु होइन ब्ल्याक लाइफ म्याटर्स क्या भाइ त्यो पनि हो खोइ अर्को भाइ कहाँ गयो उता गएको छ पैसा बोक्न गाह्रो हो नि बोल भाइ पैसा होइन क्या त्यहाँ गिडगिड आउँदैछ अब हाम्रो अगाडि मेरो 50 करोड पठाएको छ हुनु पर्यो नि प्लिज गिभ मी अ डलर गिडगिड आउँदैछ क्या त्यहाँ मेरो इज्जतको सवाल छ भनेर मलाई पहिल्यै थाहा थियो मान्छे ढङ्गियो भन्दा फेरि खाली हात आयो नि त यो एकछिन राजाले गद्दी के छोडेको थियो स्यालहरू किन प्यार 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 आउने बेला भएर मात्र नगरे हेर भाइ तर के को हो यो मासु चाहिँ डाइनोसर टाइटानो बौवा भन्ने सुनेछौ तिमीले नाम टाइटानो बौवा अँ अलिअलि सुनेको थिएँ हो त्यो अलिअलि मात्र सुन्छौ क्या तिमीले हामीहरूले खान्छौँ खान्छौँ क्या जो पाइ त्यो मान्छेले सुन्ने त हामी भने चाहिँ को हो अब हामीले ल्याएर त तिमीले खायौ नि ठिकै हो त भने मेरो चाहिँ फार्मै छ क्या यो हामीलाई चाहिँ फेरि यो खासै कुखुरा सुँगुरको मासु भन्दा पनि डाइनोसरहरूको ठुल्ठुलोको चिजको मात्रै मासु ए भाइ मनपर्ने तिमी क्या। जन्मिँदाखेरि थिएन के के बोले तिमीले यो क्या यार मेरो हाइट मात्रै नबढ्या हो क्या दाइ पनि 50 त हानिसक्यो नि त एजमा त तिमी 70 होइन कि कति भयो म त 72 भइसक्यो नि 72 अनि दाइ पो हो त 16 तर पनि दाइ भनिदिनु परेछ अब अनि यस्तो पैसा छ यार पैसा भएर पनि मैले दाइ भने क्या अन्त तिमी सोचै नभए जस्तो नगर न फेरि के हो र हामी सबै मिलिनियर हो तर एप्रिसिएट त गर्नु पर्यो नि त भाइ, एकअर्कालाई, हो होइन र? त्यो त हो अनि त्यो त हुनुपर्छ है फेरि किनभने सङ्गत अब मिलिनियरको त मिलिनियरसँगै हुन्छ नि त होइन हो नि त, के हो हुन्छ। मिलिनियर भनेर अलिकति गल्ती गरेँ बिलिनियर ट्रिलिनियर है सरी है हल्का त मिस्टेक हुन्छ नि त होइन म्याथमा अलिकति विक थिएँ क्या म पहिला हो चाहिँ कस्तो भयो भने होइन त्यो मिलियन ट्रिलियन 5000लाई 50 करोड भन्दो रहेछ कहाँ त्यस्तो होइन नि त 5000 के हो त्यो के हो 5000 5000 भने त्यो कति हो? लोप भइसक्यो क्या हामीलाई कति हो 5000 होइन 5000 भने चाहिँ के हो पहिला सुरुमा त कति हो त्यो भने उसलाई थाहा होला क्या 500 तिमीहरूले वटा त्यो एनवारको भिडियो हेरे होइन एनवार हो क्या ऊ को एनवर भने अरे यार मैले त्यत्रो मान्छेहरूलाई कहाँबाट कहाँ उचालेर ल्याइसक्यो यार तिमीहरू म त हेर मेरो न। साथी सर्कलमा आफू जस्तो त्यस्तै मान्छे राख्ने अम्बानी भन होइन अम्बानी नि अलिकति तल आउँछ खासै गरी तर पनि ठिकै छ अब त्यो होइन बिस्तारै घुम्दैछ अब अस्ति त्यो धमाल आएको थियो होइन अँ। एक मुठी काजु दिएको होइन खाएर क्या चौकी दिइरहेको भने यार फेरि धमलाको हो फेरि धमाल भन्ने एउटा त्यो मेरो टोइलेट सफा गर्न आउने थियो त त्यही के त एउटा टिभी दिएको थिएँ एउटा म्याग दिएको थिएँ छनी भन्न थालेछ फेरि असम्भव संसारमा डोनाल्ड टम डोनाल्ड ट्रम्प ए तर अनि त्यो डोनाल्ड ट्रम्प अस्ति इलेक्सनमा बिटीले कति पो दिएको थियो त्यसलाई पैसा होइन यसो माग्दै थियो अन्त भनेर पकेट मनी दिएको बढेछ पकेट मनी दिएको इलेक्सनै जित्यो यार होइन अब यस्तो हो नि त अब दानी मान्छे हामी गरी खान्छन् भने खाऊ तिनीहरू पनि यार जसलाई पनि जिताएको छौ यार थैट। होइन फेरि यस्तो हो नि त अमेरिकामा एक दुईजना साथीहरू छन् कि जितुन् डोनाल्ड ट्रम्पले नै जित्नुपर्छ डोनाल्ड ट्रम्पले जित्नुपर्छ भन्छन् डोनाल्ड ट्रम्प होइन टुम डोनाल्ड टुम सरी डोनाल्ड टुम होइन म नाम अलिकति कन्फ्युज हुन्छ किनभने जति पैसा बाँड्दै हिँड्छ नाम के याद राख्नु भन न ठुलो मान्छेले नाम याद राख्दैनौँ क्या त्यही भएर डोनाल्ड टुम साँच्ची डोनाल्ड टुम अनि तिम्रो त्यो पैसाको बोटमा चाहिँ कतिको फल्छ हौ पैसा ए, मैले पानी दिनै छोडिदिइसकेँ यार धेरै भयो कहाँ राख्नु जस्तो लाग्छ क्या अनि घरभरि पैसा बाटोभरि पैसा तिमीले त अनि टिसु पनि टोइलेटमा त्यही पैसै राखेको रहेछौ है टिस्यु के हो त्यो भने पुस्ने क्या त तिमीले त्यो पैसा राखेको छ नि त्यो लाखको बिटा राख्दैनौ हामीले टोइलेटमा हामीले कस्तो लाखहरू करोडभन्दा पनि त राख्दैन कस्तो हामीले भाइ लाख भनेको त हाम्रो डिस्टिनीमा छैन नि भाइ मेन थिङ खरब अरबको कुरा गर मेन अनि यस्तो चाहिँ कुरा नगर हेर तिमी लाखको कुरा हुने त्यो लाखको कुरा छोड क्या तिमीसँग के तिमी करोडको मान्छे होइनौ हो तिमीले के अरे कपडा पनि यस्तो फ्याक्ट गर्दाखेरि नि करोड झर्नु पर्यो के तर यो साथी चाहिँ सुरज साथी चाहिँ कस्तो रहेछ भने एक घाट हानेपछि चाहिँ त्यही क्या पहिलाको युगतिर फर्किहाल्ने क्या हो तिमी त्यसो नगर है फेरि अघिसम्म थियो नि त होइन उसको पनि त्यही अनुसारको
त्यस्तो गरिबीमा जिउने दिन गए हेर अनि तर फेरि यो मान्छेले होइन आज जुवामा हारेछ त्यही एक खरब जति हारेछ होइन जुवामा अनि ऊ हेर न अनुहार अँध्यारो भनेर बोलाइ छैन समिता लु के भन्नु तपाईँ आफै अनि पैसा हालेर के हारुवासँग कुरा गर्छु म हार्यो भने त क्यासिनो किनिदिन्छु अनि जब 1 खरब हार्दा पनि त यस्तो च्याट त हुनु भएन नि त हार्ने भने चाहिँ मेरो जिनमै छैन होइन हार्यो भने क्यासिनो किनिदिने हो क्या त्यही त हो नि प्रफिट आफ्नै हो नि त्यो हार्नु भने डोनेसन दिए जस्तो लाग्छ मलाई त्यो काइन्ड अफ काइन्ड अफ होइन हार्नु भनेको डोनेसन दिने एउटै जस्तो लाग्छ मलाई फेरि त्योहरू कुरै गर्दिनँ क्या म डोनेसन भन्दा नि मेरो लागि चाहिँ कस्तो भने खसेको पैसाहरू तिर्दिनु भने त्यही त रमाइलो भयो भयो भन्दा घडी हेर्दा पनि टाइम छैन क्या घडी हेर्दाखेरि पनि उता 50 अरब जति नोक्सान भइसक्छ क्या अनि के गर्ने यो गडीमा यार डायमन्ड हालेको यार लुक कस्तो डायमन्ड? त्यो डायमन्ड भनेको अनि यसमा यो देखेन रुबी थाहा छ रुबी भाइ अनि रुबी त थाहा छ तर मैले यसपालि अलि मात्र पैसा तिमी मेरो कम्पनीको घडी लगाऊ के मुनबाट तारासम्म गएर तारा यसरी 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 निकाल्दै ल्याएर घडी बनाएको छु के भित्र बुझेँ कि तर मेरो यसमा मैले डायमन्ड हाल्न लागेको थिएँ होइन अनि डायमन्ड फेरि डायमन्ड यो डायमन्ड भन्छ यसले सुन न मैले बुझेँ कि तर यसमा त मेरो यो पुरानो घडी हो नि त त्यही भएर हाल्न लागेको थिएँ पुरानो के राखे भाइ हो अनि पुरानो भनेर बुझ न 2 मिनट्स ओल्ड यस्तो रहेछ नि त फेरि उसको Two minutes old. यो अहिले अर्को 2 मिनेटमा चेन्ज गरिदिन्छु म यो राख रमाऊ जिन्दगीमा खुसी रह भाइ अक्सन गर अक्सन गर जति नि पाउँछौ राख भाइ कति टाइम रे 2 minutes old 2 मिनट अगाडि लगाएको यति महँगो घडी टाइमै देखाउँदैन क्या फेरि कस्तो खालको बनायो चाहियो त टाइम खिच्ने बित्तिकै बिहान बेलुका सबै हुँदो रहेछ अनि एउटै ट्यापमा अनि के टाइम हेर यहाँ। मुठीमा छ। इभन जुन ठिक त हो भिडियो त राम्रै हो मेरो चाहिँ यो नसाभित्र फिट हानेछु क्या तिमीलाई अहिले उठ्नु मन लाग्यो प्राइभेट जेट बोलाइदिन्छु अब यो लाख करोडको कुरा त लास्टै भयो होइन लाख अरबको लास्टै कुरा भयो अस्ति समीर दाइलाई मैले दिएको थिएँ 10 रुपियाँ त्यो खै कहिले फिर्ता गर्ने 10 रुपियाँ त मेरो पनि देखेन नि अस्ति तासमा हारेको खोइ दिएको 10 रुपियाँ ओ मेरो खै 5 रुपैयाँ त बिस्तारी के हतार 20 रुपियाँ खोइ मेरो यार दसैँ छैन। समीर मेरो 5 रुपैयाँ देऊ न मलाई यार कस्तो रहेछ ए भाइ तिमीले नि मेरो त दिनुपर्छ नि 13 रुपियाँ दिनुपर्छ तिमीले मेरो फेरि 13 रुपैयाँ हो पलाउ रेड बुल खाँदाखेरि तिमीलाई चाहिँ मैले 1.5 रुपियाँ दिएको खोइ त रेड बुल खुवाउने भन्दा नखुवाउने को चाहिँ थाहा छैन उयो मिरिन्डा लिएर आएको 50 रुपियाँ दिनुपर्छ अहिले ओ यार 50 रुपियाँ फेरि यार के गर्ने अर्को बाटो घर जाउँ अर्को बाटो कुरो त सही हो, सही हो कुरो त यार के उयो दाइलाई मासु बेच्दिउँ न त ऊ माछा मार्दै बुढा माछा मार्दै अब यही राईको माछा खोसेर दिउँ न त त्यहाँनिर त्यति साह्रो हत्या हुन्छ नि सार नगरौँ बिचरा उसको पनि परिवार मासु पनि 50 रुपियाँ मागौँ क्या ल केटाहरू म चाहिँ 10 छैन लागे घरतिर यार छोडेर नजाउँ नि यार बाटो फेरि अर्कै पर्ला फेरि त्यस्तो नभन न यार